नेपालको रसुवा जिल्ला भदौ 10 गते त्यो बुधबार बिहान अरू दिन जस्तै शान्त र सामान्य थियो। मानिसहरू आफ्नो नियमित काममा व्यस्त थिए, पसलहरू खुल्दै थिए र पर्यटकहरू लाङटाङको सुन्दरता निहाल्दै थिए। न त आकाशमा काला बादलहरू थिए, न त कुनै मुसलधारे झरी नै परिरहेको थियो। तर कसैलाई थाहा थिएन, पहाडको पारी तिब्बतको सिमानामा प्रकृतिले एउटा भयानक विनाशको कथा लेखिसकेको थियो। केही मिनेटभित्रै सयौँ घर परिवार, दशकौँसम्मको मेहनत र सयौँ अमूल्य जीवनहरू पानीको एउटै महाकाली लहरमा बगेर जानेवाला थिए। कुनै पूर्व चेतावनी थिएन, कुनै तयारीको मौका थिएन, केवल केही सेकेन्डको गर्जन अनि सधैँका लागि सन्नाटा। आजको यो भिडियोमा हामी रसुवामा आएको यो ऐतिहासिक र विनाशकारी बाढीको वैज्ञानिक कारण, क्षति, मानवीय पीडा र त्यसपछिको अवस्थालाई विस्तारमा प्रस्तुत गर्दछौँ। घटनाको केन्द्रबिन्दु थियो रसुवाको उत्तरमा पर्ने नेपाल चीन सिमाना नजिकै बग्ने लेहेन्दे खोला, जुन पछि भोटेकोशी नदीमा मिसिन्छ। वैज्ञानिकहरूको अध्ययन र भूगर्भीय विश्लेषण अनुसार बुधबार बिहान ठ्याक्कै 8:37 तिब्बत क्षेत्रमा रहेको एउटा विशाल हिमनदी ग्लेसियरको ठुलो टुक्रा पहाडबाट झन्डै 1 किलोमिटर तल खस्यो। यसको ठ्याक्कै केही मिनेट अघि त्यस क्षेत्रमा 4.4 म्याग्निच्युडको भूकम्प रेकर्ड भएको थियो। विज्ञहरूको अनुमान के छ भने यो भूकम्पको सानो धक्काले नै त्यो बरफको विशाल पहाडलाई खसाल्न प्रेरकको काम गर्यो। पहाडबाट खसेको बरफ, माटो र ढुङ्गाको लेदोले लेहेन्दे खोलाको बहावलाई पूर्ण रूपमा रोकिदियो। प्रकृतिले क्षणभरमै एउटा अस्थायी र खतरनाक बाँध बनाइदियो। बाँधको पछाडि लाखौँ लिटर पानी र हिउँको थुप्रो जम्मा हुँदै गयो। जब पानीको चाप त्यो अस्थायी बाँधले थेक्न सकेन, तब त्यो भीषण रूपमा फुट्यो। यसैलाई वैज्ञानिक भाषामा ग्लेसियर लेक आउटबर्स्ट फ्लड, जियालोयाफ वा हिमताल हिमनदी जन्य बाढी भनिन्छ। लाखौँ टन लेदो, ढुङ्गा र हिउँ बोकेको पानी भोटेकोशी नदीको साँघुरो खोज हुँदै भयङ्कर वेगका साथ तलतिर हुत्तियो। अचम्म र चिन्ताको विषय के छ भने ठ्याक्कै 1 वर्ष अघि पनि यसै नदीमा यस्तै प्रकारको बाढी आएको थियो। प्रकृतिका यी बारम्बारका चेतावनीहरूलाई हामीले समयमा बुझ्न नसक्नुको परिणाम आज पुरै देशले भोग्नु परेको छ। 8देखि 10 मिटरसम्म अग्लो भनिएको त्यो धमिलो पानीको पहाड भोटेकोशीको बाटो हुँदै दक्षिणतिर तीव्र वेगमा अघि बढ्यो। यसको पहिलो शिकार बन्यो नेपाल र चीन जोड्ने मुख्य व्यापारिक केन्द्र रसुवागढी नाका। चीनतर्फको ग्यारोङ पोर्ट र नेपालतर्फका भन्सार संरचनाहरू क्षणभरमै ध्वस्त भए। यसपछि बाढी टिमुरे बजार र स्याप्रुबेसी पुग्यो, जहाँ हजारौँ विदेशी तथा नेपाली पर्यटकहरू बस्ने गर्थे। त्यहाँका होटल, पसल र घरहरू काठका साना कसिङ्गर सरह बगे। बाढी केवल बस्तीमा मात्र रोकिएन, यसले नेपालको ऊर्जा क्षेत्रमा ठुलो धक्का पुर्यायो। रसुवागढी, चिलिमे, त्रिशुली 3A र 3B जस्ता राष्ट्रिय गौरवका जलविद्युत आयोजनाहरूमा अभूतपूर्व क्षति पुग्यो। लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र काम गरिरहेका 35 जना कामदारसहित 60 भन्दा बढी मानिसहरूसँग क्षणभरमै सम्पर्क विच्छेद भयो। नदीको बाटो हुँदै पानी नुवाकोटको बिदुर र त्रिशुली बजार पुग्यो। धादिङको गल्छी र मालेखु, जहाँ मानिसहरू सहज यात्रा र विश्रामका लागि रोकिन्थे, त्यहाँका पक्की पुलहरूलाई बाढीले सलाइको सिन्का सरह भाँचेर लग्यो। एउटै बाढीले 7वटा जिल्लाका बस्ती, पुल, सडक र विद्युत आयोजनाहरू एकैपल्ट सखा पारिदियो। अब कुरा गरौँ यो घटनाको सबभन्दा पीडादायक बाटो, मानवीय क्षतिको। घटनाको पहिलो दिन साँझसम्म 95 जनाको शव फेला परेको पुष्टि भएको थियो। तर उद्धार टोलीहरू जति जति तल्लो तटीय क्षेत्र चितवन र नवलपरासीसम्म पुगे, नदी किनारमा शवहरू भेटिने क्रम बढ्दै गयो। प्रहरी र विपद व्यवस्थापन निकायका अनुसार विभिन्न प्रतिवेदनहरूमा मृतक र बेपत्ताको सङ्ख्या फरक फरक देखिए पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले मृतकको सङ्ख्या 270 नागेको र 100 अझै बेपत्ता रहेको रिपोर्ट गरेका छन्। तर नेपाली सञ्चार माध्यम र नेपाल प्रहरीको रिपोर्ट अनुसार बिहिबार 5 बजेसम्म 358 जनाको ज्यान गएको छ। सबभन्दा दुःखद कुरा, अरूको रक्षाका लागि ड्युटीमा खटिएका नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 13 जना जवानहरू आफै यस बाढीको चपेटामा परेका छन्।
यसका साथै कैलाश मानसरोवर यात्रामा निस्किएका भारतीय तीर्थयात्रीहरू अमेरिकी, दक्षिण कोरियाली र इटालीका नागरिकहरूसहित 500 भन्दा बढी विदेशी पर्यटकहरू सम्पर्कविहीन भएका छन्। केही व्यक्तिहरूलाई सेनाको हेलिकप्टर मार्फत सकुशल उद्धार गरियो, तर धेरै परिवार अझै पनि आफ्ना प्रियजनको पर्खाइमा आँसु बगाइरहेका छन्। घटना लगत्तै सरकारले देशका सम्पूर्ण उद्धार संयन्त्रलाई परिचालन गर्यो। प्रधानमन्त्री बालेन शाहले आपतकालीन बैठक डाकेर सेना, प्रहरी, नेपाल रेडक्रस, निजी क्षेत्रका हेलिकप्टरहरूलाई उद्धारमा खटाउन निर्देशन दिए। प्रकोप सम्बन्धी जानकारी र उद्धारका लागि आपतकालीन नम्बर 1234 जारी गरियो। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगै प्रधानमन्त्री स्वयं सडक मार्ग हुँदै प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेर अवस्थालाई निरीक्षण गरेका छन्। अन्तर्राष्ट्रिय स्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै सम्पूर्ण मानवीय सहयोगको प्रतिबद्धता जनाएका छन्। भारतले 2वटा हेलिकप्टर मार्फत 50-60 टन सहयोग प्रदान गरेका छन्। चीनका राष्ट्रपति सी जिनपिङले पनि तिब्बत र नेपाल दुवैतर्फ क्षति पुगेकोले पूर्व सूचना प्रणालीलाई चुस्त बनाउन र खोजी कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्। यस्ता ठुला विपदका बेला एकातिर मानवीय संवेदना जाग्छ भने अर्कोतिर केही ठगहरूले सामाजिक सञ्जालमा नक्कली खाता खोलेर राहतको नाममा पैसा उठाउने प्रयास पनि गर्छन्। त्यसैले यदि तपाईँ सहयोग गर्न चाहनुहुन्छ भने केवल आधिकारिक माध्यम प्रधानमन्त्री विपद राहत कोष PM डिजास्टर रिलिफ फन्ड वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत मात्र सहयोग पठाउनुहोला। प्रकृति जति सुन्दर छ, यसको अप्रत्याशित रूप त्यति नै भयानक हुन सक्छ। यो बाढीले हामीलाई एउटा ठुलो पाठ सिकाएको छ। जलविद्युत निर्माण, बस्ती विकास र यात्रा गर्दा हिमाली क्षेत्रको भूगर्भीय संवेदनशीलतालाई कहिले बिर्सनु हुँदैन। यस बाढीमा ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकका कुल परिवारजनमा गहिरो समवेदना र बेपत्ताहरूको सकुशल खोजीको कामना गर्दछौँ। तपाईँहरू पनि नदी किनारा र हिमाल जोखिम क्षेत्र आसपासमा हुनुहुन्छ भने सधैँ सतर्क रहनुहोला। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। सुरक्षित रहनुहोस् र एकअर्कालाई सहयोग गर्नुहोस्।